संसारको सबैभन्दा भाग्यमानी व्यक्ति त्यही हो जसले जीवनमा ठक्कर खाएको छ, चोट पाएको छ, दुःख पाएको छ, हरेक ठाउँमा अपमानलाई झेल्नु परेको छ, तिरस्कारलाई सहनु परेको छ। आफन्त इष्टमित्र दाजुभाइ नातागोता सबले हेला गरेका छन्। धन सम्पत्ति केही पनि छैन, लाखौँको ऋण टाउकोमा छ, साउको ब्याज बुझाउन नसकेर फिट फिट परेको छ। त्यो व्यक्ति संसारको सबैभन्दा भाग्यमानी व्यक्ति हो। किन भन्दाखेरि एउटा कुरा हजुरले हमेशा विचार गरिबक्सेला, संसारमा तीनै व्यक्तिहरू भगवानको मार्गमा लागेका छन्। मनैबाट कलियुगी मनुष्यहरू जो व्यक्तिको जीवनमा दुःख छ, कष्ट छ, चोट छ, पीडा छ, दर्द छ। सुखी व्यक्तिहरू जब धन सम्पत्ति सम्पदा कमाउँछन् नि, हिजोसम्म केही नभएको व्यक्तिले आज 4 तलाको बिल्डिङ ठडियायो भने त्यो बिल्डिङको माथिपट्टि एउटा मन्दिर बनाउँछ अनि त्यो मन्दिरमा पुजारी लिएर आउँछ, पुजारीलाई मासिक तलब दिएर राख्छ अनि भन्छ, हे पुजारी देव, गुरुदेव हजुरले पूजा गरिदिनुहोस् भनेर भन्छ। सुख पायो भने भगवानलाई बिर्सन्छ, दुःख पायो भने भगवानलाई सम्झिन्छ। त्यसै कारणले गर्दा संसारको सबैभन्दा भाग्यमानी व्यक्ति त्यही हो जसले भगवानलाई सम्झन्छ। र भगवानलाई कसले सम्झन्छ भन्दाखेरि भगवानलाई सम्झिने भनेको दुखी व्यक्तिले नै हो। त्यसै कारणले गर्दा जीवनमा दुःख आयो, कष्ट आयो, पीडा आयो, दर्द आयो, चोट आयो भने हमेशा एउटा कुरा याद गरिबक्स।